साथीहरू नमस्ते नमस्ते गुड मर्निङ आज चैत महिनाको 16 गते विशेष चैते औँसीको दिनमा हामी कागबेनीदेखि लिएर माथि मुक्तिनाथसम्म मुक्तिनाथको दर्शन गर्नको लागि आइरहेका छौँ। यहाँ दर्शनार्थी महानुभावहरू लाखौँको सङ्ख्यामा आइरहनु भएको छ। उहाँहरू दर्शन गर्दै हुनुहुन्छ र आउँदै हुनुहुन्छ। यहाँ पहिलो कुण्डको रूपमा यो महिलाहरूको कुण्डलाई लिइन्छ। यो यहाँबाट गएर यतापट्टि यसरी गएर यसरी यता गएर यहाँबाट निस्किन्छन्। यो दोस्रो कुण्डको रूपमा महिला अथवा पुरुषहरू दोस्रो कुण्डमा डुबिरहेका छन्। यो मुक्तिनाथको दोस्रो कुण्डमा डुबिरहेका छन्। अत्यन्तै चिसो अत्यन्तै ठन्डा महिना भएकोले अलि कठिनाइ भइरहेको छ। यहाँ अगरबत्ती बाल्ने फुल प्रसाद चढाउनेको प्रोग्राम भइरहेको छ साथीहरू। यो ठाउँमा यो मुक्तिनाथको मन्दिर अत्यन्तै हिन्दूहरूको महान तीर्थस्थलको रूपमा लिइन्छ। यो तीर्थस्थलमा नुहाउनेदेखि लिएर नुहाएर फुल प्रसाद चढाउनको लागि यहाँ मन्दिरमा जानको लागि यहाँ लाइनमा बस्नुभएको छ साथीहरू। यहाँ लाइनमा साथीहरू यो आयो 108 को धारा आयो। यो धारामा यसरी 108 को धारामा यसरी नुहाउँदै धारामा डुबुल्की मार्दै यसरी जाने गर्दछन्। यो 108 को धारा मुक्तिनाथको मन्दिरको 108 को धाराको रूपमा मानिन्छ। यहाँ ल हेर्नुहोस् विशेष यहाँ दर्शनको लागि यहाँ लाइनमा बसिरहेका छन्। 108 को धारा हो यो। 108 र धारामा यसरी जल लिएरदेखि लिएर नुहाउने गर्छ। मन्दिरको पछाडिपट्टि लाखौँको सङ्ख्यामा यहाँ दर्शनार्थीहरू आइरहेका छन्। दर्शन गर्नको लागि यहाँदेखि लाइनमा छन् साथीहरू। यो मुख्य मन्दिरलाई लिइन्छ। मुख्य मन्दिर हो यो। हजुरहरू पनि विशेष दर्शनको लागि विशेष चैते औँसीको दिनमा यस्तो धेरै लाखौँ भक्तजन महानुभावहरू यहाँ आउने गर्दछन्। हजुरहरू पनि विशेष दिनलाई रोजेर यो दिनमा विशेष हजुरहरू पनि आउनुहोला। कुण्डमा यसरी कुण्डमा यसरी डुबुल्की मार्ने गर्दछन् साथीहरू।